सबैमाझ नमस्कार, म माधव प्रसाद चौधरी र आज फेरि हाम्रो सिक्रेट ट्युसन्सबाट मैले हाम्रो बिएलई को म्याथमेटिक्सको च्याप्टर 1 को सेट्स भन्ने पार्ट लिएर आइसकेको छु। सेकेन्ड पार्ट हो यो। फर्स्ट पार्टमा चाहिँ हामीले यसको बेसिकहरू डिस्कसन गर्यौँ। अब चाहिँ हामीले यसमा भएका इम्पोर्टेन्ट क्वेसनहरू डिस्कसन गर्नेछौँ। हजुरहरू सँगै रहनु होला र यस क्वेसनहरू एकदमै इम्पोर्टेन्ट छन्, हजुरले बुझ्नुपर्ने छ। मैले पनि यसो राम्रोसँग बुझेँ अनि फेरि हेर्दाखेरि धेरै कुराहरू बुझ्नुपर्ने रहेछ, हजुरहरूले पनि मैले पनि। त्यही भएर एउटा पनि भिडियो स्किप नगरिकन हेर्नु होला। सबैभन्दा इम्पोर्टेन्ट क्वेसन यिनीहरू जो हुन्, यसभन्दा सजिलो क्वेसन आउँदै आउन्न, सजिलो क्वेसन भन्ने कुरा आउँदै हुन्न, यिनी क्वेसनहरू आउँछन् र हजुरले सेटबाट एक क्वेसन गर्नु भने 5 मार्क्स जति कन्फर्मै आउँछ। ल हामी सुरु गरौँ है। अब मैले हिजो पनि भनेको थिएँ, मैले चाहिँ केबाट सल्भ गरिरहेको छु भनेपछि यो भनेको 10 सेट बिएलई को बुक हो। यहाँ हाम्रो पिनाकल पब्लिकेसनको बुक रहेको छ र सबैले यो बुक चाहिँ किन्नु त पर्दैन, तर अरूसँग सेट बुकहरू छन् भने हजुरहरूले त्यसको सहायता लिन सक्नुहुन्छ। जस्तो अगाडिको क्वेसनहरू सल्भ गर्न सक्नुहुन्छ। विभिन्न खालका क्वेसनहरू छन्, इजी छन्, गर्दै जाने बुझिजान्छ। ल मैले क्वेसन ट्याक्क यतातिर स्क्रिनमा लगाइदिनेछु, हजुरले एकचोटि हेर्नुहोस् कस्तो क्वेसनहरू रहेछ भनेर। अब त्यो क्वेसनहरूलाई सल्भ गरौँ। यु इक्वल्स टु के भनेको छ भने यु इक्वल्स टु 2 4 6 8 2 4 6 8 10 12 14 16 18 अनि हाम्रो के रहन्छ 20। 16 18 अनि 20। यहाँ के भनेको के भन्छ भने 2 up to 20 भनेको क्या, 2 देखि लिएर 20 सम्मको बिचको हाल भनेर भनेको। अनि त्यही हामीले त्यही भ्यालु हाल्यो। अब हाम्रो के देखा x को भ्यालुहरू हाल्नु। x के भनेको थियो अरे x भनेको फ्याक्टर्स अफ 20 भनेको। फ्याक्टर्स अफ 20 के हुन्छन् यसमा के आउँछ भने लेख्दाखेरि हामीले के लेख्छौँ भने 1 2 4 5 10 20 भनेर लेखिन्छ हो। यो पनि ठिक छ सन्त, तर हामीले के लेख्नुपर्ने हुन्छ भने जुन युमा भएका भ्यालुहरू हुन्छन् त्यही सेम भ्यालु त्यसमा लेख्नुपर्ने हुन्छ क्या, हामीले बाहिरको लेख्न हुँदैन। त्यसो त्यही भएर हामीले के लेख्छौँ भने यसको पनि मेन, अब यसलाई मेन बुझ्नु 2 4 10 20 लेख्छौँ क्या। 2 4 10 20 किनकि 5 पनि छैन 1 पनि छैन। अब यसलाई बाहिर निकाल्यो त्यही मात्र लेख्यो। अब y को पालो। अब y मा के भनेको छ भन्नुहुन्छ भने कहाँ छ क्वेसन। y भनेको मल्टिपल अफ 5 भनेको। अब मल्टिपल अफ 5 भनेको त यहाँ त के छ 10 अनि 20 दिएको छ है। 10 र 20 दियो अनि यो भयो यो हो बुझ्नु। अब भेन चित्र बनाउने कुरा गरेको छ, भेन चित्र बनाउनुतिर लाग्छौँ। अब यसमा भेन डायग्राम बनाउँदाखेरि सोल्युसन त उतै भइहाल्यो। यहाँबाट सोल्युसन हुन्छ, यहाँ सोल्युसन लेखेर गर्नुपर्छ है आप सबैले। यहाँ त भेन डायग्राम भेन डायग्राम बनाऊँ। एउटा यस्तो गरेर एउटा रेक्टेंगल बक्स बनाऊँ है। यो रेक्टेंगल बक्स भयो। अब यसमा एउटा ठुलो गोला बनाऊँ। एउटा ठुलो गोलो भयो। जस्तो यसको भित्र एउटा सानो गोलो बनाऊँ। अब यसको नाम दिउँ। हामीले के नाम दिन सक्छौँ। यो ठुलो गोलो भनेको x भयो, सानो गोलो भनेको y भयो बुझ्नु। किन यस्तो गर्यो भने कुरा मैले पछि बुझाउने छु, पहिला आएर। अब हाम्रो y मा के भ्यालु छ 10 र 20 छ है, अनि x मा पनि 10 र 20 रहेछ भनेपछि यो यहाँ 10 र 20 आउँछ न। यो दुईटा परेको भएकाले 10 र 20 लेख्यो। अब त्यसपछि अब यहाँ लेख्नुपर्ने भनेको x मा 2 4 लेख्नुपर्ने हुन्छ। त्यसभन्दा बाहिरकोमा 6 12 6 12 14 8 8 छ। त्यसपछि 8 भइसकेपछि 16 भयो। 16
16 त्यसपछि 18 है। यस्तो गरेर यसको भेन चित्र बन्छ, यहाँ डायग्राम चाहिँ रेडी हुन्छ यसको हैन। अब यो कसरी भयो भन्नुहुन्छ भने यहाँ हेर्नु x को भ्यालु र y को भ्यालु हेर्नु, यो ओन्ली इन x हो, सरी यति जुन भ्यालु छ है 2 4 10 20 हामीले यो माथि भ्यालु हेर्दैन किन भन्दा हामीले के भनिसक्यो भने युनिभर्सल सेटमा नभएको भ्यालु हामीले हाल्दै हाल्दैन भनेपछि त हामीले 2 4 10 20 हाल्नु पर्यो नि। 2 4 10 20 हाल्यो, 2 र 4 हामीले x को मा हाल्यो, y को मा के हाल्यो भने 10 र 20 हाल्यो क्या, 10 र 20 गयो। अब y को यस्तै बनाएर हेरौँ क्या, यस्तै अर्को बनाएर हेरिन्छ भने 10 र 20 राख्ने हामीले कसरी सोध्न सक्छ, यहाँ पिछा 10 र 20 राखौँ सरी त बराबर छ दुईटैको एउटै जो हुन्छ भनेर भन्छौँ भने। तर यो एक साइडको त खाली छुट्छ हाम्रो ओभरल्यापिङ, अनि त्यसपछि फेरि हाम्रो डिसजोइन्टको केसमा यो एकदम राइट छ, तर हाम्रो जुन अब हामीले सबसेट्सको कुरामा आउँछौँ नि त्यो बेलामा यो चाहिँ एकदम रङ हुन्छ। त्यही भएर हामीले यस्तै गरेर बनाउनु पर्छ, यहाँ मिल्दैन किनभने यतातिरको खाली छोड्छ। यसको अर्थ के जान्छ भने ल वाइतिर त केही पनि रहन्छ, वाइको त आफ्नो केही पनि रहन्छ भन्ने कुरा जान्छ, क्या अर्थ जान्छ। त्यस्तो गर्ने होइन, हामीले यस्तो गरेर बनाउने, यस्तो गरेर बनाएपछि वाइमा रहेछ एक्समा रहेछ भन्ने त हाम्रो थाहा भयो नि, वाइमा त दुईटैमा रहेछ भन्ने कुरा हुन्छ क्या, ऊ खाली छैन नि त, उसको खाली छोडेको छैन हामीले, हो त्यसरी गरेर बुझ्ने बुझ्न। अब क्वेसन नम्बर 10 मा जाउँ। एक किसिमले मेटाउनु पर्छ पहिला। आज मैले सेट भ्याउँछु, अब भोलि हामीले अर्को च्याप्टर गर्नेछौँ। यो धेरै इम्पोर्टेन्ट क्वेसनहरु है, आइराख्छ क्वेसन एक्जाममा, सरी क्वेसनमा आए। यिनी क्वेसनहरुलाई फोकस गर्ने, मेन फोकस यिनी क्वेसनलाई गर्नुपर्छ। तपाईहरुकोमा पर्सेन्टेज वाला हुँदैन, त्यही भएर यहाँ तपाईले थोरै इजी छ। पर्सेन्टेज वाला भए पर्सेन्टेज वाला हुन्थ्यो, यस्तो सबैभन्दा इजी भनेर नम्बर वाला सिम्पल नम्बर दिन क्या। अलिअलि कम्प्लेक्स सोध्छ विद्यार्थीले, त्यत्रो पढाइसकेको एक वर्ष पढाइसकेपछि त त्यो सोध्ने जो त्यत्रो अप्ठ्यारो क्वेसन त त्यति अप्ठ्यारो त हुँदैन, सोध्ने जो हो, तर थोरै दिमाग लाउनु पर्यो कसरी गर्ने भनेर। मैले पहिले भनिसकेँ ओभरल्यापिङ र डिसजोइन्टको केसमा हामीले के गर्ने भन्दाखेरि ओभरल्यापिङ र डिसजोइन्टको केसमा हामीले के गर्ने भन्दाखेरि भेन डायग्राम बनाउँदाखेरि ओभरल्यापिङ भनेको यस्तो भएर जान्छ है। यो केस देखाउन मात्रै हो, न ओभरल्यापिङको केसमा यस्तो गरेर बिचा हालिन्छ। तर अर्को अब हाम्रो सबसेट्सको कुरा आयो भने सबसेट्सको कुरामा ठुलो सर्कल बनाएर बिचा सर्कल बनाएर यदि यसको यताको साइडमा कुनै पनि नम्बर छैन, जस्तै यसको हेरौँ यहाँ हामीलाई के दिएको छ, यसमा दियो हामीलाई कति दियो 2 4 10 20 गरेर दिएछ, हामीलाई एलिमेन्ट्सहरु दिएको रहेछ, वाइमा के दिएको रहेछ 10 र 20 मात्र दिएको रहेछ। भनेपछि ओभरल्यापिङमा हाल्दा फेरि ओभरल्यापिङ 10 र 20 यसरी गयो है, अनि फेरि 2 4 यसरी जान्छ, यो मिल्छ, फेरि यो यतिकै मिल्छ है, यो मिल्छ। तर यसमा गएर मिल्दैन, यसमा गएर हामीले के हाल्नुपर्छ भने x र y हालेर अनि त्यसपछि सानो सर्कल बनाउने, ठुलो सर्कल x भयो, सानो सर्कल y भयो। वाइमा के हुन्छ 10 र 20 हुन्छ, बुझ्यौ। अनि फेरि यसको भ्यालुहरु 2 र 4 राख्ने है। किनभने मैले यस्तो किन गराएँ भन्दाखेरि जस्तै हामीले यस्तो डायग्राम बनायौँ है सबसेटमा, यस्तो डायग्राम बनाउँदाखेरि के अर्थ जान्छ भने लौ यताको त केही पनि रहन्छ भ्यालुहरु, y को त आफ्नो केही पनि रहन्छ, ओन्ली इन y भनेर क्वेशनहरु सोध्छ नि। 8 मा त सोध्दैन, 9 10 मा गएर सोध्छ के, ओन्ली इन y मा कतिवटा नम्बर छन्, ओन्ली इन x मा कतिवटा नम्बर छन् भनेर सोध्छ। ओन्ली इन y मा त केही पनि रहन्छ भनेपछि त गल्त भयो भन्ने कुरा हुन्छ, यो त हुँदै भएन भन्ने हुन्छ, ड्याङ्गै काटिदिन्छ, मार्क्स काटिदिन्छ। कोही मास्टरले दिनुहोला नम्बर सम्म अब त्यतातिर जान्न म अहिले गएन। त्यही पनि तपाईले बनाउँदाखेरि यस्तै बनाउने है, बुझ्नु, यसो राम्रोसँग बुझ्ने, कन्सेप्ट बुझ्नुपर्छ। ल यसको कुरा भइहाल्यो, मैले यसलाई राम्रोसँग बुझाइदिइहालेँ किनभने यो बुझ्ने कुरा थियो, बुझ्नुपर्छ। अब क्वेशन नम्बर 10 रहेको छ, क्वेशन नम्बर 10 यतै आयो होला है। क्वेशन नम्बर 10 मा के भनेको छ भने राम्रोसँग हेर्नु, क्वेशन नम्बर 10 मा के भन्छ भने इफ a इक्वल टु वन टू थ्री फोर फाइभ भन्दै कतिसम्म लागेको छ, यहाँ 9 सम्म लागेको छ। यहाँ थोडा थोडा गरिदिउँ,
टेन्सन लाग्यो मैले लेखेँ तपाईँले लेख्नु त्यसरी पुनः अब यहाँसम्म भयो है बी को कति छ बी को छ 3 6 9 मात्र रहेछ है यति मात्र छ अब यसो के भने which one is the universal set भन्छ कुन युनिभर्सल सेट हो एकचोटि राम्रोसँग हेर त युनिभर्सल सेट भने 3 6 9 यस्तो सक्छ छैन अब यहाँ 5 पछि के आउँछ 5 6 7 8 आउँछ है यो पुरै भ्यालु मैले हाल्दै यसलाई बुझ्नका लागि है हेर युनिभर्सल सेट कुन हो भनेर सोधेको छ u इक्वल टु व्हाट भने a is equals to union a भनेको नै हाम्रो युनियन हुन्छ के बुझ्न सेट a भनेकै युनियन हो hence we calculate that the all numbers in set a and set b are present in set a so the universal set is only a हैन a मात्र भन्दा हुन्छ त्यसरी भनेर म बुझाएँ यो बुझ्नु पर्ने कुरा थियो थोरै यो चाहिँ यसरी गरेर गर्ने बुझ्नु u भन्ने हो यार के हो यति आउ कुरो त्यसपछि हाम्रो क्वेशन के छ व्हाट इज द सबसेट अफ युनिभर्सल सेट गिभ रिजन भनेर सोधेको यसको सबसेट के हो भनेर सोध्छ के अब के भनेको रहेछ अरे फेरि एकचोटि पढौँ है व्हिच इज द सबसेट अफ युनिभर्सल सेट भनेर सर गिभ रिजन भन्छ यसमा हामी के लेख्ने भने B is the subset of universal set B भनेको यो सबसेट हो युनिभर्सल सेट हो सबसेट भने के हो भने पढ्थ्यौ नि इम्प्रोपर सबसेट हुन्छ एउटा प्रोपर सबसेट हुन्छ हो त्यो कन्डिसन हेर्नु न यहाँ यो के कन्डिसनमा पर्यो यो इम्प्रोपरमा पर्यो प्रोपरमा परेन प्रोपर पर्यो कि इम्प्रोपर पर्यो एकचोटि राम्रोसँग हेर त बुकमा मैले नि हेर्छु यो चाहिँ हाम्रो प्रोपर सबसेट पर्यो है यहाँ प्रोपर सबसेटमा पर्छ प्रोपर सबसेटमा परेकाले यो सबसेट युनिभर्सल सेटको सबसेट पर्यो बी के भयो युनिभर्सल सेटको सबसेट पर्यो भन्छ किन पर्यो भन्छ एभ्री element of set B के छ 3 6 9 3 6 9 छ नि हैन is also an element of set A भनेर लेख्दिने बुझ्यौ गाइस यो B का आन्सर है यो A का आन्सर बुझ्यो कि नहीं ल अर्को डायग्राम भेन डायग्राम बनाउन भने हेर भने लेख्ने यस्तो गर्ने एउटा रेक्टेंगल डब्बा बनाउनु पछि यु राख्ने यस्तो गर्ने सरी रामसँग हेर यता हेर एउटा मात्र बनाउने यहाँ धेरै बनाउनु पर्दैन बुझ्यौ एउटा मात्र बनाए पुग्छ किनभने हामीले ए भने के कन्सिडर गरेका छौं यु कन्सिडर गरेका छौं युनिभर्सल सेट कन्सिडर गरेका छौं भनेपछि अब यहाँ के भ्यालु जान्छ भनेपछि यहाँ के जान्छ 3 6 9 ले जानुभयो के को बी को ए बाहिर हुन्छ किनभने ए भनेको हामीले यु कन्सिडर गरिसकेका छौं यहाँ बाहिर यु लेख्न परेन यहाँ ए कन्सिडर गर्यो भनेपछि बाँकी बचेका भ्यालुहरु के छन् 1 2 4 5 7 8 यति भ्यालु हालिसकेपछि हाम्रो ट्याक्क भयो अब म फेरि बुझाउँछु है यहाँ के भनेको छ भने ए र बी दिएको रहेछ भनेपछि यसले क्वेशनमा के सोध्यो भने यसमा युनिभर्सल सेट कुन आइडेन्टिफाई गर भनेर सोधेछ अब त्यसमा आइडेन्टिफाई गर्दा फेरि हामीले के आइडेन्टिफाई गर्यौं भने बी मा भएका भ्यालुहरु 3 6 9 र ए मा भएका भ्यालुहरु 1 2 3 4 5 6 7 8 9 सम्म गर्दा फेरि जुन बी मा भएका छ यहाँ दिएको के छ भने पी क्यू आर भनेर दिएको रहेछ के पी क्यू आर दिएको छ अनि पी को भ्यालु के दिएको छ भने के क्वेशनले के भन्छ भने x is to x भनेको इज अ नेचुरल नम्बर बट x is greater than 20 x is smaller than 20 भन्छ smaller and equal to than 20 भन्छ क्या
नेचुरल नम्बर छ अरे त्यो चाहिँ 20 भन्दा सानो छ अरे के 20 भन्दा सानो छ हेलो 20 भन्दा सानो छ अरे 20 भन्दा सानो भयो भनेपछि त यहाँ त हामी गर्दै सुरु गर्नु पर्यो 1 2 3 4 5 6 7 8 9 10 11 गर्दै गर्दै 20 सम्म पुग्ने हो हैन त्यसपछि q को भ्यालु आएको q को भ्यालु पनि त्यस्तै भनेको q को भ्यालुमा के भनेको छ भने q equals to y is to y if belongs to odd number y is more than 10 भनेको 10 भन्दा सानो नम्बर odd नम्बर पर्ने कुन कुन हुन् भन्छ 9 7 5 3 1 परे एनी odd नम्बर भयो त्यसपछि अर्को नम्बर के भन्छ सेम त्यस्तै भनिरा है यहाँ के भन्छ z is z multiply of 3 z is more than 20 भनेको z is 10 20 भन्दा स्मलर छ अरे भनेपछि 20 भन्दा तलका कुन नम्बर 20 भन्दा तलका कुन नम्बर मल्टिपल अफ 3 3 का मल्टिपलहरु 20 भन्दा तलका नम्बरहरु के रहेछन् 3 6 9 12 15 18 भनि रहेछन् के यो 20 भन्दा सानो नम्बरहरु 3 का मल्टिपल बुझ्यौ अब यहाँ आएर अब यहाँ के भन्छ सबभन्दा पहिलो क्वेशनले के भन्छ भने यसमा युनिभर्सल सेट फाइन्ड गर्दा भाइ भनेर भनेको अब यहाँ युनिभर्सल सेट फाइन्ड गर्ने हो भने यहाँ राम्रोसँग हेर्नु पर्यो यहाँ धेरै भ्यालु त कुन छ 3 6 9 12 15 18 छ यो कति छ p कति छ कति पहिला यो बुझौं p छ 1 देखि 20 सम्म है q हेरौं q कति सम्म छ 1 देखि 9 सम्म छ है r कति सम्म छ 3 देखि सुरु हुन्छ 3 6 9 12 15 18 छ 18 भन्दा माथि गएको छैन भनेपछि यो सबै जुन भ्यालुहरु रहेछन् यो त यसमा p मा पर्दा रहेछ त्यही भएर p इज अ युनिभर्सल सेट p is universal set है यो एक भन्छ p मा के भयो युनिभर्सल सेट पर्दियो अब b मा जाम b मा के भन्छ भने illustrate the above information in Venn diagram मा देखाएको भाइ भनेर भन्छ Venn diagram देखाउनको लागि हामीले यस्तो गरेर Venn diagram बनाउनु पर्ने एउटा है यहाँ Venn diagram कोर्यौं Venn diagram कोरिसकेपछि यो भनेको q भयो यो भनेको r भयो बाहिरको p भयो हामीले p भनेको के हो डिस्कसन गरिसकेका छौं है पाला नबुझ्नु पर्ला अब यहाँ हेरौं अब सबैभन्दा पहिला हामीले फिल अप गर्नुपर्ने यो पोइन्ट हुन्छ है सबैले ख्याल दियौ है ख्याल गरौं सबैभन्दा पहिला हामीले कुनै पनि केस दियौ भने त्यसमा Venn diagram दियौ भने त्यो फिल गर्नु कहाँ सुरु गर्नुपर्छ भने यहाँ सुरु गर्नुपर्छ q र r छ q र r को सेम नम्बर के छन् यहाँ एउटा 3 रहेछ है अरु 9 रहेछ भनेपछि 3 9 यहाँ हाल्दिनु q मा के भ्यालु बच्छ 157 बच्छ ल यहाँ 157 हाल्दिनु है अब r मा के बच्छ r मा के बच्छ 6 12 5 15 18 बच्छ 6 12 15 18 बच्छ यहाँ लेख्दिनु है यति लेख्यो यति लेखेपछि भयो यहाँ हाम्रो ठ्याक्क हामीले यति काम गर्यो अब यो बाहिरका भ्यालुहरु के छन् भनेर हामीले भर्नु पर्ने हुन्छ यहाँ लेख्नु 2 4 8 10 2 4 8 10 अनि के भ्यालु छुट्या 12 13 14 12 13 14 छुट्या रहेछ अनि 20 छुट्याका सायद 20 छुट्या 19 छुट्या अरु भ्यालुहरु छन् तपाईहरुले पनि भर्नुला गलत छैन सबै ठीक छ है अब मैले सुरुदेखि बुझाउँछु यो सेम त्यही पुरानो जस्तै हो पुरानो केसमा अर्कै थियो यो केसमा अर्कै छ पुरानो केसमा के थियो भने हाम्रो के थियो भने दुईटा मात्रै दिएको थियो दुईटा मात्रै सेट दिएको थियो ए र बी सेट दिएको थियो यहाँ के सेट दियो पी सेट दियो क्यू सेट दियो आर सेट दियो तीनटा सेट भयो कि नै है अब वहाँ पहिला त ए र बी सेट दिएको थियो ए त हाम्रो युनिभर्सल सेट निस्केको थियो अघि नै जो है त्यही भएर हामीले Venn diagramमा एउटा मात्रै सर्कल बनाउँथ्यौं है एउटा मात्रै सेटका लागि सर्कल बनाएको जसमा हामीले एलिमेन्टहरु पुट गर्यौं जुन बी का थिए तर यहाँ के छ भने p देखा q देखा r देखा है p मा के छ भने चाहिँ 1 देखि 20 सम्मका नेचुरल नम्बरहरु छन् q मा के छ 1 देखि 9 सम्मको त के अरे हाम्रो यहाँ कुन नम्बर छ रे यहाँ यसमा 10 भन्दा साना बिजोड संख्या भने चाहिँ ओड नम्बरहरु छ अनि यसमा पनि त्यस्तै नम्बरहरु छ जुन 3 का मल्टिपलहरु छन् बुझ्यौ यति गर्छु हो ए मा के भने p इज अ युनिभर्सल सेट भयो है त्यसपछि b मा के छ भने b मा डायग्राम बनाइयो b मा हामीले Venn डायग्राम बनाइयो Venn चित्र बनाइयो Venn चित्र बनाइसकेपछि यसमा पाएको इन्फर्मेसनहरु हामीले सब पुट गर्यो
मैले भनेको कुरा एकदम याद राखौँ है। सबैभन्दा पहिलो भेन डायग्राम बनाउँदाखेरि बिचमा जुन यसको सादा भ्यालुहरू हुन्छन् त्यहीँबाट सुरु गर्ने हो भर्न है। बाहिरबाट भर्छु भनेर नलाग्नु कोही पनि, त्यो एकदम बिग्रिन्छ। चान्स अब मिल्ने चान्स होला 2-4%, तर यो बिग्रिने चान्स 100% हुन्छ। त्यही भएर यहाँ भ्यालुहरू हेरौँ, पहिला यहाँदेखि पुट गर्न सुरु गरेर बाँकी बाहिर गर्दै गर्दै गएपछि सबै हुन्छ। ल यो पनि भ्याइयो। 11 नम्बर क्वेसन भ्याइयो। यहाँ एउटा क्वेसन दिएको छ 3 नम्बर क्वेसन। यहाँ हेर्नु त, एउटा 3 नम्बर क्वेसन दिएको छ है। 3 नम्बर क्वेसन दिएको छ भनेपछि यहाँ क्वेसनमा के सोधेको रहेछ मैले एकचोटि आफूले पढ्छु, तपाईँले पनि हेर्नु। के भनेको छ, गिवन दैट अ सेट A इक्वल टू 1 to 3। सेट छ अरे ए सेट, यो 3 नम्बर क्वेसन है। सेट ए मा के दिएको छ अरे 1 2 3 1 दिएको छ अरे। त्यसपछि सेट बी र सी मा के भन्छ, बी र सी लेखौँ यहाँ पहिला, बी सी। बी सी मा के भनेको छ भने x is to x equal to 2x, x is equal to a भन्छ के। भनेपछि x को भ्यालु ठ्याक्कै a जस्तो छ, तैले 2x सित मल्टिप्लाई गरेर त्यसको भ्यालु निकालेर त्यहाँ भोर भनेर भने हो। अनि क्या नपरो हाम्रो के छ भने के दिएको छ, x is to x है, x is to x। अनि त्यसपछि के दिएको हो, इक्वल टु 2x कोमा x is इक्वल टु a भनेर यस्तो गरेर ब्र्याकेटमा दिएको छ। यहाँ के भन्छ, x भन्छ है, x के जस्तो छ अरे x a जस्तो छ भनेपछि यो मल्टिप्लाई हो। भनेपछि 2 into x भनेछ भने 2 into यो a का भ्यालुहरु हाल्यो, a का एलिमेन्ट्सहरु हाल्यो, 2 into 1 हाल्यो, अनि 2 into 2 हाल्यो, 2 into 3 हाल्यो। के क्या हो, 2 1 2 2 4 2 6 आयो, 2 4 6 रहेछ। b का एलिमेन्टहरु के रहेछन्, 2 4 6 रहेछन् है। त्यसपछि सी हेरौँ, सी मा के भन्छ भने y इक्वल टु y, y इज टु y इक्वल्स टु y प्लस 3, y प्लस 3 भने के भने, यस y प्लस 3 कोमा y इज इक्वल टु a भने यस्तो गर्दैको रहेछ। अब y प्लस 3 भने सरी y प्लस 3 भने y भनेको के रहेछ, a जस्तो इक्वल रहेछ भनेपछि यो y को ठाउँमा के हाल्ने, a मा भएको एलिमेन्टहरु हाल्ने। a मा के एलिमेन्ट छ, पहिलो एलिमेन्ट 1 छ, 1 प्लस 3 2 प्लस 3 3 प्लस 3 3 प्लस 3 6 2 प्लस 3 5 1 प्लस 3 4 4 5 6 हो। यसको एलिमेन्टहरु के रहेछन्, 4 5 6 है, 4 5 6 भयो। यहाँ आइदिए एलिमेन्ट्सहरु। अब यो मेटाम है, सबैले हेरौँ राम्रोसँग एकचोटि पहिला, त्यसपछि मेटाम। अब अलिकति भइसकेपछि हाम्रो आइदियो है। अब यहाँ के भन्छ हाम्रो यहाँले, write any one proper subset of set A that consists of only two numbers भने सेट A को proper subset लेख्नु पर्यो के। सेट A को proper subset के हुन सक्छ। अब यहाँ हामीले हेरौँ, सुरु कसरी हुन्छ नि, यस्तो गरेर 1 2 3 गरेर सुरु हुन्छ, अनि त्यसपछि बल्ल आउँछ 1,2 1,3 फेरि 2,3 गर्दै आउँछ। हो हाम्रो यहाँ तीनटा भ्यालु छ नि, हो यहाँ हामी तीनटा भ्यालुमा जुन भ्यालु हाल्दै पनि हुन्छ, नत्र यहाँ तीनटा भ्यालु हाल्दै यो हाम्रो एन्सर हुन्छ। हामीले तपाईँ केही लिनु परेन, अनि हामी तीनटा हाम्रो एन्सर हुन्छ। बुझ्यौ कि नि? हाम्रो क्वेसन के सोधेछ भने, हाम्रो क्वेसन के सोध्यो भने ए को प्रोपर सबसेटहरु देखाउ भने दुईटा जोडी भएका त यही मात्रै त बन्छ, गरौ धेरै बन्दैन नि, धेरै बन्दैन, केही धेरै बन्दैन, यही मात्र बन्छ। अब त्यसपछि के क्वेसन सोध्छ भनेपछि सो द सेट ए एन्ड बी इन द भेन डायग्राम, ए र बी लाई भेन डायग्राममा देखा त भाइ भनेर भन्छ। यहाँ बी लेखौँ, यस्तो गरौँ,
ए र बी भन ल ए र बी हो हैन अब यहाँ मैले पहिला के भन्छ सबैभन्दा पहिला कमन हेर्ने दुईटामा कमन के छ 2 रहेछ कमन पहिला 2 यहाँ हाल्दै बुझिस बुझ्नु फेरि मैले 3 हाल्ने 1 3 हाल्ने यतातिर ए मा 1 3 हाल्ने बी मा के हाल्ने 2 र 6 अनि 2 हामीले हालिसक्यो उता हालिसक्यो बिचमा हाम्रो कमन गइदियो 4 र 6 हाल्ने यति हाल्यौं यो डन भयो है यो भेन डायग्राम रेडी भयो हुन्छ यो ओभरल्यापिङ छ कि डिजाइन छ ए र सी मैले त के सोधे ए र सी सोधेन क्या ए एन्ड सी सेट्स आर दिस और ओभरल्यापिङ भने क्वेशन लाग्छ त्यसका लागि हामी के गर्न पर्यो यही जोडेर बनाइदिउँ यो हेरेर राम्रोसँग पहिला एकचोटि हेर ल अब यो सी के आन्सर भयो है 1 र सी हेरौँ त के कमन छ यसमा ए मा के छ 1 2 3 छ सी मा के छ 4 5 6 छ के कमन छैन ल सोधे ल भे यो 1 2 3 भयो यसमा के छ 4 5 6 भयो यो यस्तै हो भे यो के रहेछ हाम्रो इट्स अ डिसजोइन्ट सेट्स यो डिसजोइन्ट सेट हो डिसजोइन्ट सबसेट भन्दा नि डिसजोइन्ट सेट पनि हुन्छ यति हाम्रो हामीले के गरिमेछ भनेपछि सर्वप्रथम हामीलाई के भन्नु भने यसो जोड्यो पहिला यो निकाल्न भनौ हामीले निकाल्यौं सबै के गरेर हाल्नु त्यो इक्वेसन जस्तो दिएको थियो बनाएर है त्यो इक्वेसन हामीले यस्तो गरेर कन्भर्ट गरिदियो त्यसपछि हामीले सुरुमा एमा के भन्छ भने यसको पेयरिङ प्रपर सबसेट देखा भनेर भन्नु प्रपर सबसेट देखाउँदा फेरि हामीले के गर्यो भने यसको प्रपर सबसेट कति निस्के तीनटा निस्के 1 2 अनि 1,3 अनि 2,3 अब इन तीनटामा एउटा राख्दै पनि भयो तीनटै राख्दै पनि भयो केही फरक पर्दैन मार्क्स हुन्छ त्यसपछि हाम्रो पाला अर्काको ए र बी को भेन डायग्राम बना भनेर भनौं त्यो भेन डायग्राम बनिसकेछ त्यो मैले पहिला क्लिपमा छ अहिले मैले चाहिँ मेटाएर यो गरेको अब सीमा के भने नि ए र सी को एउटा भेन डायग्राम बना र त्यहाँ पत्ता लगा यो डिसजोइन्ट सेट हो ओभरल्यापिङ सेट हो भनेर भन्छ यहाँ मैले गरेर हेर्दा फेरि यो चाहिँ हाम्रो ठ्याक्कै डिसजोइन्ट सेट हो के कुनै पनि कमन छैन कुनै पनि कमन भएन भने त बिचमा आउने कुरो भएन है त्यही यो पनि त्यही हो अब अर्को क्वेशन हेरौँ अर्को 6 नम्बर क्वेशन छ 6 नम्बर के सोधे यो पनि एकदम सेम रहेछ है यो गर्ने आफै त्यसपछि एउटा 7 नम्बर क्वेशन छ के भन्छ यसमा भने एउटा होल नम्बर देखा भन्छ प्राइम नम्बर अनि त्यसपछि फेरि इभन नम्बर के भन्छ रोको है यति देखाउने त्यसपछि के भन्छ भन्ने कुरा हो यसमा खासै क्वेशन नै आइन्छन् लिस्ट गर्ने भने त्यसपछि ओभरल्यापिङ हो कि अर्को सेट हो भनेर भने त्यति खासै केही छैन यसमा यो आफै पनि गर्न सकिन्छ यो क्वेशन मैले छोड्दै त्यसपछि हामीले 8 नम्बर क्वेशनमा के छ भने चाहिँ यहाँ कहाँ छ if u equal to x is to x equal to n comma x is 100 भन्छ अनि फेरि a equal to x is to x is a multiple of 10 b equal to x is to x equal to n comma 50 is smaller than x and x is smaller than 60 भनेको अनि सी मा के भन्छ अब यस्तै गरेर दिएको छ मैले गर्छु सबले हेरौँ है तो क्वेश्चन नंबर 8 यता आइराख्यो होला क्वेश्चन नंबर 8 ले के भन्छ भने यु इन्भाइरोमेन्ट अघि नै एक्सप्लेन गरिसके के भन्नु भनेर अब यसमा हामीले सिधै डेफिनेटली भ्यालु हाल्छु मैले त्यो हामीले हेर्दै जाने कसरी हाल्छु भनेर यु के भन्ने यु इक्वल टु नेचुरल नम्बर भने लेस देन 100 भनेर भने
1 2 3 4 5 गर्दा गर्दै गर्दा गर्दै 100 सम्म सरी 99 सम्म पुऱ्याउनु बुझ्यो 9 सम्म पुग्यो यो भयो त्यसो अब के भन्छ एमा एकबाट मैले अहिले एक्सप्लेन गर्छ के भन्दाखेरि के भेल्यु हाल्नु पर्छ भन्दा 10 20 मल्टिपल भने है फेरि 10 20 30 40 50 60 70 डट 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 90 सम्म जान्छ अब हेर्ने यो बी को अब बी को के छ भने यसमा पनि त्यही भनेको छ अब 50 देखि लिएर 60 सम्मको भ्यालुहरु भन्छ 51 52 53 54 डट 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 59 है सीमा सीमा के भन्छ सीमा 1 देखि 9 को भ्यालु लेख्ने हो 1 2 3 डट 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 9 बुझ्यो अब यसमा बुझाउन चाहिँ फेरि बुझाउँछु भ्यालुहरु सबै तारिसकेपछि मलाई बुझाउन सजिलो हुन्छ अब यहाँ के भन्छ भने के अरे u को भ्यालु के छ भने x = n छ अनि x is smaller than 100 x is smaller than 100 छ के n भनेको नेचुरल नम्बर हो बुझ्यो नेचुरल नम्बर तर 100 भन्दा सानो भनेको सकेपछि त 99 सम्मका सबै नेचुरल नम्बर हामीले लेखेर यहाँ हाल्दिने त्यति भयो त्यसपछि अर्को के सोच्ने b मा के सोच्यो x is a natural number 50 is smaller than x is smaller than 61 छ त्यसले गर्दा हामीले के भनिन्छ भने यहाँले यसरी गरेर भ्यालु हाल्यो बुझ्यो सरी एक मिनेट है एमा के भन्छ भने x * x एउटा 10 को अपवर्त्य भने भनेपछि यो हाम्रो 10 ले मल्टिप्लाई हुने नम्बरहरु लेख भने 100 भन्दा तलका नम्बरहरु लेख भने हामीले त्यही नम्बरहरु यहाँ मल्टिपल अफ 10 लेख्यो सबै है त्यसपछि b मा के भन्छ भने b मा बल्ल आएर 50 60 यस्ता कुरा गर्छ 50 देखि लिएर 60 सम्मको बिचका नम्बरहरु हाल भनेछ x बिचा पर्छ 50 देखि 60 को बिचा त्यही भएर अन्य नम्बर हाल्यो 59 सम्म c मा के भन्छ भनेपछि c मा हुन त नेचुरल नम्बर x = नेचुरल नम्बर हो तर x भनेको स्मलर देन 100 छ भनेपछि त 1 2 गर्दा गर्दै 100 को 10 हो यो 10 हो अब यो यहाँसम्म हाल्यो 100 रहेछ यहाँसम्म हाल्यो भ्यालुहरु हाल्यो अब यसमा अगाडि गर्दै जाम लिस्ट द एलिमेन्ट्स अफ u a and b c यो भइसक्यो a को प्रुफ भयो a को प्रुफ भयो अब b मा के भन्छ भने आर b and c आर ओभरल्यापिङ सेट गिभ रिजन भन्छ b र c के ओभरल्यापिङ सेट हुन्छ भन्छ क्या b and c आर ओभरल्यापिङ सेट भन्छ एक मिनेट है सरी यो 99 सम्म जान्छ 99 सम्म जाने भ्यालु यो पनि c को पनि यसो के भन्छ भने यो पनि हो त्यही नै हुन्छ यो ओभरल्यापिङ सेट हुन्छ u र c सेमै रहेछ के u र c भनेको सेमै रहेछ a b र c ओभरल्यापिङ सेट हो भन्छ यस दे आर ओभरल्यापिङ सेट किन भन्दा यिनीहरुको भ्यालुहरु के छ भन्दाखेरि बोथ कमनहरु छन् भ्यालुहरु भनेर भने त्यो कमन भ्यालु हुन्छ यो यही भ्यालु त्यसपछि के छ हाउ मेनी सबसेट्स क्यान बी कन्स्ट्रक्टेड फ्रम सेट a भनेर सेट a बाट कतिवटा सबसेटहरु बनाउन सकिन्छ भन्छ यसरी त अब बनाउनु पर्छ के भन्दा हाउ मेनी सबसेट्स क्यान बी कन्स्ट्रक्टेड फ्रम सेट a भन्छ अब यसलाई गरौँ त 1 2 3 4 5 6 7 8 9 9 छ अब यहाँ हाम्रो c को आन्सर है यो यहाँ के गर्ने 2n को फर्मुला याद छ हामीलाई अब यहाँ कतिवटा भ्यालु छन् यो 9 वटा भ्यालु छ 9 वटा भ्यालु छन् भनेपछि अब यहाँ के गर्ने 2 * 2 * 2 क्याल्कुलेटर जले युज गर्दैन 2 * 2 * 2 2 * 2 * 2 * 2 गरेर त्यस्तै गर्दा 9 वटा 2 लेख्ने 1 2 3 4 5 6 7 8 एउटा 9 यता भ्यालु लेख्ने 4 4 4 4 यो 2 या 16 16 2 12 यो 32 हो 32 into 16 कति हुन्छ
मैले सिधै क्यालकुलेटर हाने अब यो जसले मिल्दो छैन त्यसले हान्छ त्यसरी गरेर गर्छ ल 2 को पावर यसलाई हराइ 2 को पावर यहाँ गरेर यसमा 9 हाल्दै नि 512 टा भन्छ है 512 वटा सबसेट भन्छ अनि हाम्रो 16 को क्वेशन यही छ त्यो 16 क्वेशन एकदम सेम छ यसलाई के गर्नै पर्दैन यो पनि हामीले गरे जस्तै पहिलाको क्वेशनहरु एकचोटी हेरौँ त हाम्रो कुन क्वेशन हेरौँ भने हाम्रो 3 नम्बर क्वेशन हामीले जुन अघि नै सल्भ गरेको थियो नि हो त्यो क्वेशन हेरौँ त त्यो क्वेशन हेर्यो भने त्यो क्वेशन र यो क्वेशन एकदम सेम छ बुझ्यौ त्यो क्वेशन र यो क्वेशन एकदम सेम छ अनि यो 8 नम्बरको है त्यसले 3 नलेखे गरी गलत गरौँ क्वेशन सबै भने त यहाँ लेखिसक्यो सबै भइसक्यो ल आजको लागि यति मात्र आज सेट भइयो हाम्रो सिक्रेट ट्युसन्सबाट सेटको हामीले सबै च्याप्टर भइसक्यौँ इम्पोर्टेन्ट क्वेशन देखि लिएर मोस्ट इम्पोर्टेन्ट सम्मका क्वेशनहरु सबै इजी हुन् योभन्दा बाहेक केही पनि आउन सबैले यो पढ्ने राम्रोसँग घोट्ने धेरै केही गर्नु पर्दैन अनि अब बाँकी रहेका च्याप्टरहरु अब गर्दै जान्छौँ त्यसभन्दा पहिला मैले चाहिँ अब 10 को अथवा 9 को पढाउनु पर्ने हुन्छ सेट चाहिँ यताको 8 क्लासको भइयो त्यसका लागि सबैलाई बधाई छ र अब चाहिँ 8 र 9 को भिडियोहरु आउँछ ल स्टे ट्युन है सबैजना र जसलाई पनि अब फिजिकल क्लासहरु लिन छ त्यसले चाहिँ यो WhatsApp नम्बरमा कन्ट्याक्ट गर्दा हुन्छ चाहे बुटोलाट देखिरहेको होस् चाहे त्यसले यो कभरेज एरियाबाट देखिरहेको होस् दुईटै एरियाबाट देखिनेहरूले मलाई कन्ट्याक्ट गर्दा हुन्छ मैले WhatsApp नम्बर तर राखिदिन्छु अनि त्यो नम्बर हेरेर कन्ट्याक्ट गर्ने फिजिकल क्लास चाहियो भनेर